सम्पूर्ण दर्शक श्रोताहरूमा म युवा ज्योतिषी पण्डित लक्ष्मण पोखरेलको तर्फबाट हार्दिक नमस्कार। आज मिति विक्रम सम्वत 2081 साल पौष महिनाको 29 गते मङ्गलबार, तदनुसार इस्वी सम्वत 2026 जनवरी 13 तारिक, श्री शाहलिवानिया शाक्य 1947, नेपाल सम्वत 1146, श्री सूर्य दक्षिणायनम हेमन्त ऋतु सिद्धार्थी नामक संवत्सरः, चन्द्रमास अनुसार माघ कृष्ण पक्षको दशमी तिथि 23 घडी 7 पला, विशाखा नक्षत्र 45 घडी 52 पला, विष्कुम्बादी योगमा शूल योग 34 घडी 27 पला, करण बब 55 घडी 47 पला, आनन्दादि योगमा श्रीवत्सव योग। आज चन्द्रमा तुला राशिमा रहनेछन्। दिनमान 26 घडी 14 पला, सूर्योदय बिहान 6 बजेर 58 मिनेटमा हुनेछन् भने सूर्यास्त साँझ 5 बजेर 27 मिनेटमा हुनेछन्। आज चन्द्रमाको दिशा पश्चिम, कालराहु दिशा पश्चिम, राहुकाल समय दिउँसो 2 बजेर 50 मिनेटदेखि 4 बजेर 8 मिनेटसम्म रहनेछ। राहुकालको समयमा शुभ कार्यहरूको आरम्भ नगर्नुहोला। हिमाल पञ्चाङ्गलाई आधार मानेर बनाइएको पञ्चाङ्ग खण्डको समापनसँगै सुरु गरौं आजको दैनिक राशिफल। पहिलो राशि मेष राशि। मेष राशि भएका व्यक्तिहरूका लागि आजको दिन विशेष शुभ रहनेछ। आत्मबलमा वृद्धि, शरीरमा जोस जाँगर हुनाले नयाँ काम कार्यको नेतृत्व गरेर अगाडि बढ्न सकिनेछ। विभिन्न खालका सामूहिक क्रियाकलापमा सहभागी हुन पाइने। पारिवारिक मेलमिलापमा वृद्धि हुनाले सुख, सन्तोष, आनन्दको प्रत्याभूति हुनेछ। साझेदारीका काम कार्यमा साथ सहयोग मिलनाले पेसा व्यवसायले सकारात्मक गति लिनेछन्। विशेष गरी वित्त, बिमा, ब्याङ्किङ क्षेत्रमा रहनुभएका व्यक्तिहरूका लागि आजको दिन अनुकूल बन्नेछ। विपक्षीहरू निष्क्रिय भएर जानेछन्। शुभ समयको भरपूर उपयोग गर्नुहोस्, सफलता मिल्नेछ। वृष राशि। वृष राशि भएका व्यक्तिहरूका लागि आजको दिन अनुकूल वातावरण योग्य बन्नेछ। उत्पादनमूलक क्षेत्रमा समय बित्नेछ। काम कार्यहरू अग्रपङ्क्तिमा जानेछन्। रोकिएका कामहरूमा सहजता बन्दै जानेछन्। विशेष गरी स्वास्थ्य विज्ञानका क्षेत्रमा साथै देश बाहिर रहनुभएका व्यक्तिहरूका लागि शुभ समय रहनेछ। प्रतिस्पर्धात्मक रूपमा विजयी भइनेछ। स्वास्थ्यमा आएका समस्याहरू क्रमिक रूपमा निराकरण हुँदै जानेछन्। सामान्य यात्राका योगहरू पनि बनेका छन्, जसले गर्दा आफन्तजनहरूसँग भेटघाटको वातावरण सिर्जना हुनेछ। केही पुण्यका कामहरू गर्ने सुअवसर मिल्नेछ। मिथुन राशि। मिथुन राशि भएका व्यक्तिहरूका लागि आजको दिन समग्रमा शुभ रहनेछ। नवीनतम खोज अनुसन्धान गर्न सकिनेछ। अध्ययन अध्यापनका क्षेत्रहरू मजबुत हुनेछन्। विशेष गरी शिक्षक, कला, साहित्य, मनोरञ्जनका क्षेत्रमा रहनुभएका व्यक्तिहरूका लागि आजको दिन अनुकूल बन्नेछ। प्रेम जीवनका सम्बन्धहरू भावनात्मक रूपमा वृद्धि विकास भएर जानेछन्। एक अर्कालाई राम्रोसँग बुझ्न सकिनेछ। विद्या बुद्धिको भरपूर उपयोग गर्नाले नयाँ आय आर्जनका स्रोतहरू पत्ता लगाउन सकिनेछ। आफूभन्दा अग्रज व्यक्तित्वहरूबाट साथ सहयोग मिलनाले सिकाइका क्षेत्रहरूमा विशेष अग्रसर हुन सकिनेछ। सन्तानबाट सुख मिल्नेछ। साथै आकस्मिक धनलाभका योगहरू पनि बनेका छन्। मनमा स्थिरता, शान्त, संयम भएर अगाडि बढ्न सकिनेछ। कर्कट राशि। कर्कट राशि भएका व्यक्तिहरूका लागि आजको दिन सामान्यतया प्रतिकूल रहनाले काम कार्यमा बाधा अवरोधहरू सिर्जना हुन सक्ने। पेसा व्यवसायले सही गति लिन नसक्ने। आफन्तजनहरू टाढिएको अनुभूति हुनेछ। मनमा असन्तोष, शरीरमा आलस्यता आउनाले दैनिक क्रियाकलापमा पनि योजना बनाएर अगाडि बढ्न सक्ने वातावरण नरहला। पारिवारिक रूपमा केही असहजता, वैमनस्यता सिर्जना भएर जानेछ, जसले गर्दा मनमा एक्लो भएको आभास हुनेछ। समय परिस्थितिको मध्यनजर राख्दै धैर्य भएर आफ्ना दैनिक क्रियाकलापमा अघि बढ्नुहोस्। केही हदसम्म नकारात्मक कुराबाट जोगिन सकिनेछ। सिंह राशि। सिंह राशि भएका व्यक्तिहरूका लागि आजको दिन अनुकूल वातावरण योग्य बन्नेछ। काम कार्यले सकारात्मक गति लिनेछन्। गुरु मान्यजनको साथ सहयोग मिलनाले नवीनतम कार्यहरूको आरम्भ गर्न सकिनेछ। पेसा व्यवसायले द्रुत गति लिनेछन्। केही शुभ समाचारहरू सुन्न पाउने अवसर मिल्नेछ।
दाजुभाइहरूसँगको सम्बन्ध सुदृढ भएर जानेछ। आफन्तजनहरूबाट साथ सहयोग मिल्नेछ। विशेष गरी सूचना प्रविधि पत्रकारिता साथै गीत सङ्गीतको क्षेत्रमा रहनुभएका व्यक्तिहरूका लागि आजको दिन शुभ रहनेछ। आजको दिनको भरपुर उपयोग गर्नुहोस्, सफलता मिल्नेछ। कन्या राशि भएका व्यक्तिहरूका लागि आजको दिन अनुकूल रहनाले सक्रिय भएर अगाडि बढ्न सकिनेछ। धन आर्जनका नयाँ स्रोतहरू फेला पार्न सकिने। विशेष गरी प्राविधिक साथै खोज अनुसन्धान साथै होटल व्यवसायका क्षेत्रमा रहनुभएका व्यक्तिहरूका लागि सफलता मिल्नेछ। गोप्य तथा रहस्यमय कुराहरू पत्ता लगाउन सकिनेछ। नबुझेका दोधारमा रहेका कुराहरूमा स्पष्ट बन्न सकिनेछ। बोली व्यवहारका प्रभावले नयाँ सम्बन्धहरू बन्न सक्नेछन्। शैक्षिक क्षेत्रलाई थप सुदृढ बनाउन सकिनेछ। कुल कुटुम्बबाट साथ सहयोग मिल्नाले क्रियाशील भएर अगाडि बढ्न सकिनेछ। मिष्टान्न भोजन प्राप्त हुनाले मनमा आनन्दको अनुभूति हुनेछ। तुला राशि भएका व्यक्तिहरूका लागि आज विशेष काम कार्यको नेतृत्व गरेर अगाडि बढ्नाले विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। नयाँ खालका सहकार्यहरू हुन सक्ने देखिन्छ। पेसा व्यवसायले सही गति लिनेछ। साझेदारी रूपमा गरेका कार्यले दीर्घकालीन रूपमा लाभ दिने नै छ। विशेष गरी विभिन्न सङ्गठनात्मक रूपमा नेतृत्व गरेर अगाडि बढ्नुभएका साथै उच्च पदस्थमा रहनुभएका व्यक्तिहरूका लागि आजको दिन अनुकूल बन्नेछ। साथ सहयोग सबैको मिलनाले आत्मबलमा वृद्धि भएर जानेछ। पारिवारिक साथै दाम्पत्य जीवनमा मेलमिलापको सिर्जना हुनाले मनमा सुख शान्ति समृद्धिको आभास हुनेछ। वृश्चिक राशि भएका व्यक्तिहरूका लागि आजको दिन प्रतिकूल रहनाले विशेष सावधानीपूर्वक अगाडि बढ्नुपर्ने देखिन्छ। काम कार्यमा बाधा अवरोधहरू उत्पन्न हुन सक्ने। विपक्षीहरू सक्रिय हुनाले आफूलाई कमजोर भएको महसुस हुन सक्ने। पेसा व्यवसायले सकारात्मक गति लिन नसक्ने। मनमा अस्थिरता, शरीरमा स्वास्थ्य समस्याहरू देखा पर्नाले राम्रै खालका अवसरहरू पनि गुमाउन सकिनेछ। समय र पैसाको अनावश्यक रूपमा खर्च हुनेछ। केही झुटा आरोपहरूको पनि सामना गर्नु पर्ला। आफ्नो बोली व्यवहारमा सकारात्मक भएर मान्यजनको आशीर्वाद लिएर अगाडि बढ्नुहोस्। धनु राशि भएका व्यक्तिहरूका लागि आजको दिन अनुकूल बन्नेछ। शिक्षाका क्षेत्रहरू मजबुत हुनेछन्। नवीनतम कुराहरू सिक्ने सुअवसरहरू मिल्नेछ। बौद्धिक रूपमा सक्रिय हुनाले नयाँ काम कार्यहरूको आरम्भ गर्न सकिनेछ। आर्थिक आम्दानीका स्रोतहरू बढोत्तरी भएर जानेछन्। विशेष गरी शिक्षक, सेयर बजार साथै फिल्म मिडियासँग सम्बन्धित रहेर काम गर्नुहुने व्यक्तिहरूका लागि आजको दिन शुभ रहनेछ। बिग्रिएका सम्बन्धहरू पुनर्मिलन हुन सक्ने देखिन्छ। प्रेम प्रेमिका बीचको सम्बन्धमा घनिष्ठ हुने नै छ। प्रेम प्रेमिका बीचमा घुमफिरका अवसरहरू सिर्जना हुन सक्नेछ। मनमा आनन्द, सन्तोष, सद्भाव जागृत भएर जानेछ। शुभ समयको भरपुर उपयोग गर्नुहोस्, सफलता मिल्नेछ। मकर राशि भएका व्यक्तिहरूका लागि आज विशेष उच्च पदस्थमा रहेका व्यक्तिहरूसँग भेटघाटको वातावरण बन्नेछ। राजनीतिक साथै सरकारी क्षेत्रमा रहेका व्यक्तिहरूलाई विशेष अवसरहरू मिल्न सक्ने। यातायात विद्युतसँग सम्बन्धित रहेर काम गर्नुहुने व्यक्तिहरूका लागि आजको दिन अनुकूल बन्नेछ। कार्य क्षेत्रमा नयाँ जिम्मेवारीहरू थपिन सक्ने। रोकिएका काम कार्यले पूर्णता पाउन सक्ने। पारिवारिक भेटघाटको वातावरण सिर्जना हुनेछ। घर परिवारका सम्बन्धहरू घनिष्ठ भएर जानेछन्। मान्यजनहरूबाट प्रशंसा पाउन सक्ने देखिन्छ। मनमा आनन्द, कार्यमा धैर्यताको विकास हुने नै छ। कुम्भ राशि भएका व्यक्तिहरूका लागि आजको दिन अनुकूल रहनेछ। धार्मिक आध्यात्मिक व्यक्तित्वहरूसँगको भेटवार्ताले मनमा आनन्द, सन्तोष, सद्भाव कायम हुनेछ। सामाजिक आस्था मूल्य मान्यतामा झुकाव हुनेछ। नयाँ ज्ञान सिपको उत्थान हुन सक्ने सम्भावना रहेको छ। दाजुभाइहरूसँगको सम्बन्ध मजबुत हुनाले काम कार्यमा विशेष सहजता बन्नेछ। पेसा व्यवसायले द्रुत गति लिनेछन्। विशेष गरी वायुयान, धर्म, अध्यात्म, न्याय, कानुनसँग सम्बन्धित रहेर काम गर्नुहुने व्यक्तिहरूका लागि आजको दिन अनुकूल बन्नेछ। आर्थिक आम्दानीका क्षेत्रहरू विस्तार भएर जानेछन्।
मीन राशि भएका व्यक्तिहरूका लागि आजको दिन केही प्रतिकूल रहनाले काम कार्य आर्थिकमा केही असहज हुन सक्ने देखिन्छ। साथै बोली व्यवहारमा दुविधात्मक कुराहरूको सिर्जना हुन सक्ने, सञ्चित गरेर राखेको धनबाट केही खर्च हुन सक्ने, आफ्ना कमी कमजोरीहरूमाथि अरूको हावी हुन सक्ने, शरीरमा आलस्यता आउनाले आफ्ना प्रतिभाहरूको प्रदर्शन गर्न नसकिने, दैनिक क्रियाकलापहरूलाई पनि अगाडि बढाउन गाह्रो हुन सक्ने, बाधा अवरोधहरू उत्पन्न हुन सक्ने देखिन्छ। आफ्ना गोपनीयताका कुराहरू भङ्ग हुन सक्ने सम्भावना रहेको छ। विशेष सतर्क रहेर धैर्य भएर अगाडि बढ्नुहोस्। यदि तपाईँहरू पनि आफ्नो भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ भने 97 080 62 554 मा सम्पर्क गर्न सक्नुहुनेछ। आजको लागि बिदा हुन चाहन्छु। नमस्कार।